मैले कमाएन भने साथीले कमाउनु पऱ्यो होइन। तर आज चाहिँ एकदमै पातलो पार्छ यार पुरै। पहिला त लास्टै भिड थियो, अहिले अलि डे भएर होला अलिक पातलो पातलो छ होइन। हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। सबैजना सन्चै हुनुहुन्छ होला? म पनि एकदमै सन्चै छु। आज मेरो न्यू भ्लगमा सबैजना स्वागत छ। अनि आज चाहिँ मेरो फाइनली के छ भन्दाखेरि आज मेरो राजिन थापा मगर चाहिँ विदेश जाँदैछ। त्यसको लागि म चाहिँ एउटा खाता मात्रै ल्याएको छ, उसलाई दिने केही पनि छैन मसँग। यो अब साथी हो, अब आज चाहिँ उसको बिहान फ्लाइट छ, ऊ आइसक्यो होला। म त यहाँ स्कुटर पार्क गरेर जान लागेको छौँ। अनि सबैजनाले मेरो न्यू भ्लगमा सब्सक्राइब गरिदिनु होला होइन। जुन मेरो नयाँ भिडियो हो, यो अर्को पहिला सुजित गुरुङ 99मा चाहिँ त्यो भ्लग, अहिले मैले त्यसमा मेरो गीत मात्र हाल्न थालेको छु। यो चाहिँ नयाँ हो गीत चाहिँ। अब ठ्याक्क लगाएर हामी जाँदैछौँ साथीलाई भेट्नु एउटा पुगेर। अब त्यो कहाँ आइपुग्यो हेरौँ। लेट्स गो गाइज। आइपुगेछ राखिन्छ। साथी चाहिँ यहाँ उपस्थित छ। हेलो भान्जा, के छ? के छ आज बाबा साथी हुनुहुन्छ होइन? के कस्तो लागिरहेको छ? कस्तो फिल भइरहेको छ? हजुर लगाइरहेको छ? ठिक छ दुःख पनि अब हो हुन्छ अब होइन। ल त एउटा खाता हाल्नु पऱ्यो सुनाउँदै। अब केही दिनु पाएन है। छोटो भयो साथी चाहिँ अब विदेश जाँदैछ है। म चाहिँ यहीँ बसेर दिदीमा दिएर अनि त्यो एकदमै भएर एकदमै दुःखी भएको थियो। किनभने अब मिल्ने मान्छे गएपछि चाहिँ दुःखी हुन्छ। मलाई त ठिकै छ भान्जा है। अब हाम्रो दिदीमा आउनु भएको छ अनि भान्जा होइन के छ भान्जा? ठिक छ नि है एकदम। ल ओके सर बाबु त्यो बुढाउनी लिएर आउँदा कहिले छ यहाँ? फ्लाइट त अब 3 बजे हो चाहिँ, तर भित्र अब छिटै जानुपर्छ होला, किनभने अब ग्रुप कहिले भएन छिटै आएको। अनि त्यो यस्तो लिएर आउँदा ठिक छ। सुजितको घरमा अब नयाँ भएर खुलेको होइन ठिक छ। सबैजना सपोर्ट गर्नु। राम्रोसँग जाउँ विदेश होइन। पछि फोन गर। ओके तपाईँले गइहाल्यो। अब तपाईँ एउटा साथीले पनि गइहाल्यो। अब के अरे जाँदा माया भनेर किन हाल्नु? ठिकै छ। अब त्यो रमाइलो पनि गऱ्यो है धेरै। अब यतापट्टि पनि धेरै बसिनु भएन। अब यस्तै नेपालको यस्तो नेपालमा है अब देश कमाउनुपर्छ टाइममै। ठिक छ, एकदमै खुसी लाग्छ। तर पनि मलाई त्यो दुःखी चाहिँ छैन। मलाई एकदमै खुसी छ कि साथी पनि गयो। अब कमाउनु पर्छ है। भान्जालाई चाहिँ ट्रली ल्याएर राजुनको भान्जा चाहिँ ट्रली उचालेर टक्क ट्रलीमा सामान हालेछ। बास भइहाल्यो नि मजा अब चाहिँ हामी उता फोटो खिचेर ट्याक्टर लगाएर फोटो खिचेर अब यस्तै अब के भन्नु होइन। त्रिभुवन इन्टरनेसनल एयरपोर्टमा आइपुगेछौँ हामी चाहिँ साथीलाई बिदाई गर्न। कस्तो कस्तो पर्छ गर्मीले कालै बसेको। बुढो बाबा पनि जानु लाग्ने बेला भयो। जानु छ होइन मेरो बत्ती गर्छ कि अब म बस्दिनँ, घर जान्छु। मेरो काम छैन। मेरो
बोल तातेर यस्तो फुटाउनै भएको छ कि घाम आएको छ त्यस्तै नि त यस्तो सुनसान छ हेर न OSR Digital, entertaining the nation.